हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भिडियोमा चाहिँ म पहिला डेन्टल जान्छु। डेन्टलबाट आइसकेपछि न्यू रोड जान्छु। ल हेर्नु होला है त के हुन्छ आजको भिडियोमा। के हुन्छ भन्दाखेरि के स्पेसल त हुँदैन होला, के इभेन्टहरू भयो भने चाहिँ देखाउँछु। ल हेर्नु है। अहिले चाहिँ होइन, अब दाँत बनाउनु छ, अलि साइडको दुखिरहेछ। त्यो दाँत बनाउनु जानु लाग्छु छु। यहाँबाट पछि फेरि उता न्यू रोड नै जानु छ एकचोटि। यहाँबाट माथि गएर भेटौँला। यहाँ चाहिँ आजकल अलि शान्तै छ। मान्छेहरू सायद घर गइरह होला। आजकल चाहिँ बिदा भइरहेको हुन्छ नि त मान्छेहरूको, स्कुलहरू बिदा छ यताउति। त्यही भएर अहिले चाहिँ यहाँ सुनसान नै छ आज अलि। तर हाइवेतिर चाहिँ त्यस्तो होइन। हाइवेतिर चाहिँ जहिले त्यस्तै हो, चलै हल्ला यताउति। पुलमा चाहिँ पुगिसकेको छु म। कोटेश्वर पुल यहाँबाट चाहिँ नजिकै छ। अब पुल कटाएर उता पुगेपछि पुगिहाल्ने। सलफल छैन जोस् मान्छेको आजकल उति साह्रो। चलिरहेछ गाडीहरू। चोक साइड देखिरह। म चाहिँ पुगिसक्यो भन्दा नि भयो। म जाने डेन्टल त्यहाँ गएर चेक गरेर भेटौँला। ल हुन्छ। त्यहाँ भित्रै अल्छी लगाइरहेको थियो होइन। त्यही भएर एक्वेरियम हेर्दै बसेँ, माछाहरू चलेको। अब चाहिँ म दाँत सफा गराएर हिँडिसकेको छु घरतिरको लागि होइन। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। यता पुरै सुने जस्तो मानिरह मलाई चाहिँ। अब घर पुग्छु एकछिनमा। गाइज म दाँत सफा गरेर घर आइसकेको छु। अब न्यू रोडको लागि हिँड्छु होइन। सामान हाल्नु छ। त्यो सामान चाहिँ खास गरी त्यो जुम्लाको लागि हाल्न लगाएको। फुफूको कपडा पसल छ नि त हाम्रो, त्यही सामान हाल्न लगाएको। ल कस्तो हुन्छ हेर्नु होला है त। के नै हो भिडियो। ल मस्त हावा चलिरहेछ। हावाको आवाज चाहिँ बढी नै आइरह होला होइन। यहाँबाट तलबाट जान्छ होला सायद। गाइज माथि आन्दोलन भएको कारण तल्दै गएको छौँ होइन। यहाँ फुलहरू पनि छ अनि खोला पनि छ। तर खोला चाहिँ अति गनाइरहेछ है। फुलहरू जति राम्रो भयो नि खोलाले चाहिँ गनाइरहेछ। जाम चाहिँ अति ठुलो छ। त्यहाँ उता पुलको कारण यहाँनिर जाम रहेछ। यहाँनिर बाइकहरू जाम भन्नाले नि अलिक बाइकहरू धेरै भएर चाहिँ अलि स्पिड कुदाउने गाह्रो भइरह्यो। अनि अलि लेट पुग्छु जस्तो लागिरहेको थियो। दाइ चाहिँ अगाडि पुगिसक्नु भएछ होइन। फोन हान्नुभएको थियो भर्खर। त्यहाँबाट अब चाँडै पुग्छ होला हामीहरू। अब यहाँ धरेर पुगिसकेको छु। अब यहाँ धरेराबाट नजिकै छ न्यू रोड। अब एकछिनमा पुग्छु होला। सिधा किन खिच्यो भने चाहिँ अलि राम्रो देखाउनको लागि हो। म न्यू रोड पुगिसकेको छु होइन। न्यू रोडको माहौल यस्तो छ। अब दाइले कल हान्छु। अब कल हानेर दाइले भेटेर सामान लिनुपर्छ। पुरै जताको जामै जाम छ।
अब यहाँबाट भित्र छिर्छु म। न्यु रोडको माहौल यस्तो छ यहाँभित्र। दाइ चाहिँ उतै हुनुहुन्छ अरे, ल त्यहाँ पुग्छु। दाइ चाहिँ यहाँ क्याबहरू यताउति डिलाएर राख्नु भएको थियो। यहाँ म चाहिँ यसो भिडियो बनाएर होइन। यसमा भए चाहिँ दिन्छु म, यसमा जति पनि छ है, यो कपडामा चाहिँ छ, यसमा छैन कि यसको। ट्राउजर पनि लिइसकेको छु। अब अरू सामानहरू लिन बाँकी छ अझै। आँखा रङ्गी बिरङ्गी भइगयो अहिले त। निन्द्रा मात्रै लाग्छ अरे यहाँ चाहिँ। यहाँको सिनारियो यस्तै छ, मान्छेको चलपल ज्यादै छ होइन। हामीहरू चाहिँ यहाँ डुलिरहेको छौँ, सामान खोज्दैछौँ। राइट या लेफ्ट? लगाइ चाहिँ हामीहरू हिँडिसकेका छौँ न्यु रोडबाट। यहाँ यता पुतली सडक जाने बाटो साइडतिर आइसकेका छौँ। यहाँ दाइले चाहिँ अति कुदाइरहेछ है फेरि। साइड हान्दा थियो है, मलाई डरै लागिरहेको होइन। हामीहरू बागमती पुलको यता तलबाट आइसकेका छौँ। त्यहाँ माथि अति जाम थियो, त्यही भएर तलबाट आइदिएको। यहाँ नि त्यो दाइ पुरा खतरनाकै गरिरहेछ है दाइले। कति कुदाइरह है दाइले। दाइले लिन हान्ने रे ल हान्ने। मम्मी रे, बाप रे, नहीं 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 नहीं, अरे नहीं भाई। अति भने यार, अति कुदाइरह यो दाइले त। दाइ अलि बिस्तारै बिस्तारै हान्नु हो। अति जोस मजा आइरहेछ दाइकोमा राइड। तुफान हानिरहेछ नि दाइले चाहिँ, तुफान नरहेर तुफान। ल अब थोरै समयमा घर पुगिन्छ होइन। घर पुगेर भेटौँला। राइड इन्जोय हेर्नुहोस्, कस्तो छ कमेन्ट गर्नुहोस्। यो दाइको ड्राइभिङ स्किल हिँडेको चाहिँ उपाय है दाइले चाहिँ। दाइले फेरि अगाडि त्यो मेनियाक बजाएर हनिसिँदो, अहिले फेरि त्यो ट्याडावाला बजाएर होइन कुदाइरहेछ मस्त गीतको धुनमा। कट्ठा हानिदिन्छु बनाउँछ दाइले त। बल गीत बजाउँदै मलाई कुदाइरह है। ल लागिरहेछ, चाँडै पुगिन्छ। दाइ कता पुग्नुभयो थाहा होइन, तर दाइभन्दा चाहिँ चाँडै पुगिन्छ जस्तो लागिसकेको छ मलाई दाइको स्पिड हेर्दा। गाइज भाइ राति भइसकेको छ होइन। अब घर नि पुगिसकेको छु। आजको लागि यति नै। त्यो दाइले चाहिँ अति नै गर्यो है बाइकमा चाहिँ। ल ठिक छ, आजको लागि यति नै। हस्त हुन्छ। बाई बाई, टाटा। लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। ल हस्त हुन्छ, बाई बाई।